डिटर्मिनेन्ट्स अफ डिमान्ड, मागका निर्धारक तत्त्वहरू। मागका निर्धारक तत्त्वहरूलाई निम्नानुसार व्याख्या गरिएको छ। जस्तै नम्बर 1, वस्तुको मूल्य। वस्तुको मूल्यले उपभोक्ताको माग परिमाणलाई प्रभाव पार्न महत्त्वपूर्ण भूमिका खेल्दछ। उपभोक्ताहरूले कुनै पनि वस्तुको माग गर्दा वस्तुको मूल्यलाई केन्द्रबिन्दुमा राखेर वस्तुको माग गर्छ। यदि कुनै वस्तुको मूल्य उपभोक्ताले तिर्न चाहेको मूल्यभन्दा धेरै छ भने उपभोक्ताले कम वस्तुको माग गर्छ। त्यसैगरी वस्तुको मूल्य कम छ भने बढी माग गर्छ। नम्बर 2, उपभोक्ताको आम्दानी। उपभोक्ताको आम्दानीले पनि वस्तुको माग परिमाणलाई प्रभाव पार्छ। यदि कुनै उपभोक्ताको आम्दानी थोरै छ भने उसले अत्यावश्यक वस्तुलाई बढी प्राथमिकता दिएर अन्य वस्तुहरू कम मात्रामा खरिद गर्छ। तर त्यही उपभोक्ताको आम्दानी धेरै छ भने उसले अत्यावश्यक वस्तुसँगै विलासी प्रकृतिका वस्तुहरू पनि खरिद गर्छ र समग्रमा अरूले भन्दा बढी नै वस्तु माग गर्छ। नम्बर 3, सम्बन्धित वस्तुको मूल्य, जस अन्तर्गत पहिलो छ प्रतिस्थापन वस्तु। सब्स्टिट्युट गुड्स। एक वस्तुको ठाउँमा अर्को वस्तुलाई प्रतिस्थापन गरी उपभोक्ताको आवश्यकतालाई पूरा गर्न सकिने वस्तुलाई प्रतिस्थापन वस्तु भनिन्छ। प्रतिस्थापन वस्तुको मूल्यले अर्को वस्तुको माग परिमाणमा प्रत्यक्ष प्रभाव पार्छ। उदाहरणको लागि पेट्रोल गाडी र विद्युतीय गाडीलाई लिन सकिन्छ। यदि पेट्रोलको मूल्य र कर तथा भन्सार दरमा वृद्धि भयो भने अधिकतम उपभोक्ताहरूले विद्युतीय गाडीलाई पहिलो प्राथमिकता दिन्छन्। त्यसकारणले प्रतिस्थापन वस्तुको मूल्यले पनि माग परिमाणलाई प्रभाव पार्दछ। त्यसैगरी दोस्रो छ परिपूरक वस्तु, कम्प्लिमेन्ट्री गुड्स। परिपूरक वस्तु भन्नाले त्यस्तो वस्तुलाई भनिन्छ जुन एक वस्तुको प्रयोग गर्नको लागि अर्को वस्तुको आवश्यकता पर्छ। अर्थात् एउटा वस्तुको उपभोग अर्को वस्तुको बिना पूरा हुन सक्दैन। उदाहरणको लागि पेट्रोल र गाडी, विद्युत र विद्युतीय उपकरण तथा कलम र मसी हुन्। यदि विद्युतको मूल्य कम भयो भने खाना पकाउनको लागि इन्डक्सन चुल्होको माग बढ्छ। तर त्यही विद्युतको मूल्यमा वृद्धि भयो भने इन्डक्सन चुल्होको मागमा कमी आउँछ। इन्डक्सन चुल्होको मूल्यमा केही परिवर्तन नभए पनि विद्युतको मूल्यमा भएको परिवर्तनको कारणले इन्डक्सन चुल्होको मागलाई प्रभाव परेको देख्न सकिन्छ। नम्बर 4, विज्ञापन। उपभोक्ताहरूको कुनै वस्तु वा सेवा खरिद गर्ने निर्णयलाई प्रभाव पारेर आफ्नो वस्तु खरिद गर्न अभिप्रेरित गर्ने जुक्तिलाई विज्ञापन भनिन्छ। विज्ञापन यतिसम्म प्रभावकारी हुन सक्छ कि उपभोक्ताहरूको विचार, व्यवहार र निर्णयलाई समेत परिवर्तन गर्ने क्षमता राख्दछ। त्यसकारण विज्ञापनले कुनै मागलाई परिवर्तन वा निर्धारण गर्न सक्छ। यदि कुनै वस्तुको विज्ञापन व्यापक रूपमा गरिएको छ भने सो वस्तुको माग वृद्धि हुने सम्भावना उच्च रहन्छ। नम्बर 5, उपभोक्ताको सङ्ख्या। उपभोक्ताको सङ्ख्या पनि एउटा महत्त्वपूर्ण तत्त्व हो जसले बजारमा कुनै वस्तुको माग परिमाणमा प्रभाव पार्न सक्छ। यदि उपभोक्ताको सङ्ख्या धेरै छ भने बजारमा वस्तुको माग स्वतः बढी हुन्छ। त्यसैगरी यदि बजारमा उपभोक्ताको सङ्ख्या नै कम छ भने माग वृद्धि हुने कुनै सम्भावना रहँदैन। नम्बर 6, प्रविधिको स्तर। प्रविधिले वस्तुको उत्पादनको गुणस्तर र उत्पादकत्वमा वृद्धि गर्न महत्त्वपूर्ण योगदान दिन्छ। यदि प्रविधिमा लगातार स्तर उन्नति हुँदै गयो भने गुणस्तरीय वस्तुहरू कम लागतमा उत्पादन हुन्छ। फलस्वरूप बजारमा राम्रो वस्तुहरू सस्तो मूल्यमा उपलब्ध हुन्छ र वस्तुको माग परिमाणमा पनि वृद्धि हुन जान्छ। नम्बर 7, मौसमी अवस्था। मौसम पनि मागको एउटा महत्त्वपूर्ण कारक हो। यसले कुनै निश्चित क्षेत्रमा मौसम अनुसारको मागहरू सिर्जना गर्छ। यदि चिसो मौसम छ भने जाडोमा लगाउने कपडा र खानेकुराहरूको माग बढ्छ र गर्मी मौसम छ भने सोही अनुसारको वस्तुको माग बढ्छ। त्यसकारण मौसमी अवस्थाले पनि मागलाई प्रभाव पार्छ।